सबैलाई नमस्कार। र यो कविता मेरो महान कलम भन्ने कविता लेखेको छु। यो कलम विशेष गरी बुवा आमा प्रति समर्पित हो, सबै बुवा आमा प्रति है त्यो समर्पित हो। र म सुरु गर्छु। मेरो महान कलम आज गुनगुनाउँछ, मेरो महान कलम आज गुनगुनाउँछ, महिमा महान जननी जनकै गाउँछ। स्वर्गद्वार फोडी धरा आउनु भएका, लक्ष्मी सरी प्रेम सुधा फर्किनु भएका, वर्षिनु भएका। माटो चिरी अन्न र जल जुटाइदिनु, सन्तान निम्ति सबै सुख जुटाइदिनु। आफ्नै सबै चाहनालाई बिसाइदिनु, सन्तान हास्यमय जीवन बिताइदिनु। 84 वर्ष पुगे आज पुण्य देही, आशिषले धन्य भयो कुल वंश त्यही। क्षितिज तिर सन्तति स्वप्न सजाइरहे, पाखुराको चालले बलले निरन्तर बढाइरहे। के लेखौँ म आज ती महान आत्मालाई, के शब्दले नाप्नु विशाल त्यागलाई। मेरो कलम मौन भई झुक्दछ आज, उहाँहरूको जीवन स्वयं महाकाव्य साज। लेख्नै सकिन्न उहाँहरूको महिमा, लेख्नै नसक्ने रहेछ मेरो कलममा। सतत प्रणाम ती महान आत्मालाई, अमर रहोस् कृति युगौं संसारलाई। धन्यवाद।